लेभल जहिले मर्दा छोरोको माथि नै हुन्छ नानी विचार गर अहिले चाहिँ ग्याप ग्याप गरे गरौँ साथीहरु दिएर पक्लगा ढाल्छ अहिले के दिएर पक्लगा ढाल्छु रे एक दिएर हामीले एक दिए भन्दा तनक्कै भागेर हिसाब भने नि गाइज त्यसपछि तलाउनु पर्छ आम्मा कसम चिन्दिन हो त्यसपछि त तिमीले एक दिएर पक्लगा ढाल्छ भने हामीले एक दिएर तनक्कै गाइज हामीले जीवन ब्रदर थ्यांक यू सो मच गाइज ट्रबल ट्याप गरौँ त शेर्पा सोल्टा ब्रदर वेलकम थ्यांक यू सो मच यदि के गरे जीवन दाइ वेलकम हेर्दैहरु गाडी काट्दिन्छु मैले त छम्मै वेलकम गाइज वेलकम 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 ट्रबल ट्याप गरौँ त सरर चिलपारामा ब्रदर थ्यांक यू सो मच अब यहाँ घोप्ट्याउनु पर्छ गाइजहरु छिटो हेरेछन् हो थ्यांक यू सो मच शेर्पा सोल्टा ब्रदर लभ यू सक्दिन के अब किनकि म जित्नै सक्दिन होला यानी 1000 पुर्याउनु पर्यो 1000 अनि पो इनर्जी आउँछ त अब यहाँ हुन्छ के अब मकाल ब्रदर वेलकम मेरो दाइ अब यहाँ हुन्छ थ्यांक यू सो मच सम्झन ट्याप सक्दैन नि शेर्पा सोल्टा मकालु दाइ माथिबाट आउने फुलहरुलाई सबजना टिप्ने 588 जनाले काट्छ हामीले अब यहाँ इनर्जी ल्याउँदै छौं क्या इनर्जी ल्याउँदै तिम्रो पनिशमेन्ट त अब पनिशमेन्ट नम्बर 1 थाहा छ के हो गेम्स पहिला जित्नु भने एक जार पानी गटङटङ खन्याउनी पानी ओसारेर ल्याइदिने हो भटाभट नभए टोयलेटमा गएर मजाले सावर गर्ने सावर के हो सावर अनि नुहाउने भन्छ क्या नेपालीमा गुलमेल दाइ खोइ भने भाइ भन्नुभएको छ गुलमेल दाइ वेलकम सबजना ट्याप सर अनि सक्दिन मैले म सियोर मनी आयो है वेलकम ब्रदर सबजना छुनु भन्ने बेलामा त छुनु न है केटा गाज स्क्रिममा ट्याप भनेको स्क्रिममा छुनु सबजनाले 600 जनाले 1800 ट्याप सक्छौं के हामीले पनि कसो नसक्ला भन्नु त सक्छ तिमीले सकेन भने त तन्की हालिन्छ ट्राई चाहिँ गर्दै गरौँ नसके तपाईले सक्नु पर्यो कि मैले सकेर हुँदैन तपाईले तन्काउने हो कि मैले तन्काउने हैन तिमी त्यसै तन्की सकेन नि कतिको लामो भयो 1 मिटर 2 मिटर कति लामो भयो हजुर तिमीले नाप न कति लामो भयो भने मैले कसरी नाप्ने मैले यताबाट कसरी नाप्ने भन्नु न तपाईले नाप्ने हो कि उताबाट अब तन्केको तिमी हो आफैले नाप्ने नि तन्क्या म हैन म तन्क्या हैन तपाई तन्क्या हो म त किन म तन्काउने मान्छे तन्किन्छ लाटी मैले त तिमीलाई पो तन्काइराख मेरो भाइले तन्काउने खै यो मुर्दार के बोल्छ गाइस डबल ट्याप गरौँ त ए खानेर तिनीक्क तन्काइदिन्छु भन्ने डायलग थाहा छैन तन्काइदिन्छु नि मलाई अनि त्यस्तो भन नि त अनि मलाई गाइस ए भगवान के गर्नुपर्ने हो मैले भनिहालौँ त्यही हो साबर गर्ने अनि एक के गर्ने एकछिन पाउनु न छोरी मान्छेको त भर हुन्न पहिला 7 सेकेन्ड सकाउनु दिनु के म तपाईलाई जित्नै सक्दिन भनेर मैले अघि भने हो कि नाइ म तपाईसँग सक्दिन कि म सिधै भन्छु तिमी सुन्दर केटीले सजाइदिन हिचकिचाउँदै सुन्दर केटीले सजाइदिँदा म हेर्न सक्दिन ओके ल अब यसो गर टोयलेट कहाँ छ मेरो टोयलेट माथि छ मुनि पनि छ भनौँ ल अब तपाई माथि जानुहुन्छ कि मुनि टोयलेटमा जाने अप्सन नम्बर 1 त त्यो अप्सन नम्बर 1 के हो 2 के हो 3 हो के हो तीनटा त भन्नु न पहिला तीनटामा एक चिकन डान्स कतै चिकन डान्स भनेको तपाईले गरेर देखाउनु म गरिहाल्छु ल चिकन डान्स गर्ने म डान्स त गर्दिन मलाई डान्स त नदिनु आइडी जान्छ डान्स गर्यो भने त टिकटकमा साच्चै यो झुट बोलायो भने गाइस तपाईहरु पनि थाहा होला भन्दिनु त एक थोतेजीले नपत्याएको कि एकचोटि तपाईँ उठेर त त्यसो भए टाउको तल खुट्टा माथि पार्ने अनि तीनटा भइसक्यो त के भयो टोयलेटमा जाने सावर गर्ने अनि एउटा टाउको तल खुट्टा माथि अनि अर्को एउटा डान्स बाइक अर्को दिनु भनेको छु मैले
ल डान्स नगर्नु त्यसो भए नाइटोमा तेल हाल्नु हजुर नाइटोमा तेल हाल्छ भने कस्तो अचम्म कुरा गरेको कि त्यहाँ हाल्ने ठाउँ हो ठाउँ होइन र त हाल्नु भने कस्तो मान्छे रहेछ यो कसको बुढी हुन्छ होला घाँटे यो भनेको नमान्ने भइहाल्छ नि छिर गर्नु भनेको नमानेर कसले लान्छ त म त लाँदिनँ यत्रा पनि लाने मलाई त्यो के भन्छ अरे बेलुकाको टाइममा अलिक सजिलो अप्सनहरू दिन्न यार गाह्रो बेलुका टाइम भनेर सुत्ने मात्रै अप्सन दिने होला अरू दिन्न कि मैले नगरेको छु र भनेको क्या अहिलेसम्म अरू दिनु न क्या अरू चाहिँ अरू म त्यो मलाई नआउने पानी हाल्ने काम चाहिँ नदिनु डान्स गर्ने काम नदिनु अरू चाहिँ दिनु क्या अरू लेखौँ त गाइज एउटा पाँचवटा खुर्सानी खानु 5 वटा जब 16 सयमा 5 वटा ल ढुङ्गाले हानेर तन्काइदिन्छु गर्ने कि नगर्ने भन त्यतिमा मैले जानेछु रुक्नु म खोर्सानी लिएर आउँछु त्यसो भए घोप्टो परेर डगी बनेर बस्नु म खोर्सानी लिएर आउँछु छिटो गर्नुहोस् म लिएर आउँछु गाइस त्यहाँ मलाई सपोर्ट गर्दै गरौँ है ओके अझै थपेर राख्नुपर्छ गाइस सबजना मुखमा मोसो दल्नु होइन एकछिन पाउनु होइन माप देऊ थोते कहाँ माप त यत्रा पनि दिन्न मैले माप त दिनै हुन्न माप दियो भने त भोलिदेखि मातिन्छ त यी नानीहरू त आमा कोइनको रेस्पेक्ट गर्नु पर्यो मेरो दाइहरूको हजारजनाले हेरिरहनु भएको छ अब सर ट्यापट्याप गर्नु है फेरि ट्यापट्याप गर्नुलाई रेडी हुनुहोस् है रेडी हुनुहोस् अब यी नानीको कहाँबाट पसिना आउँछ भन्ने कुरा थाहा खुर्सानी कलिलो छानेर ल्याउने होइन नि फेरि त्यहाँ कुन खुर्सानी रहेछ मधेसमा पाउने खुर्सानी कि पहाडमा पाउने Only 5 वटा हो नि यस प्लिज सोमी योर खुर्सानी हजुर खोर्सानी त अनि अब कति दिएपछि लिएर राखेको तपाईँ जस्तो चौरी परेछ र खै हेर तपाईँको जस्तो चौरी परेछ 5 वटा होइन त गरेर बस्नु न म 5 वटा खोर्सानी पानी चाहिँ रेडी बनाउँछु यार गाइस म भरे मुटु पोलेर हस्पिटल पुर्याउनु पर्यो भने त थोदेको नाममा बिल रेख्ने हो त्यो केही हुन्न त्यो कहिलेको चौरी परेको बाजेको खुर्सानी बाजेको होइन बोर्डको भन्ने जे पाइले बोल्ने हैन खै देखाउँ 5 वटा छ कि नै 5 वटा होइन मैले 10-12 वटा ल्याएको छु खै हेरौँ नि त नि म खान्छु एक वटा खाइसकेको हेर्ने हो र सबै कुरा हेर्नुपर्छ गरेपछि भएन नहेरी त चित्त बुझ्दैन देखाउनुहोस् एउटा गरे खान्छु गर्ने ओके फेरि भिडियो नम्बर 1 मा यो भएन कति कलिलो ल्याएको रहेछ अलि म गर्दैन ल हो ए चपाउनु बाख्राले घाँस खाँदा छिटो पिरो रे पिरो एकछिन बिस्तारै खान्छ ल गर्नु ए ल छिटो गर्नु एउटा भयो होइन ए भगवान पिरो पो रहेछ त मेरो साले त्यो त खुर्सानी होइन त्यो बडी हो त्यो भर्खर खाएको खुर्सानी होइन मम्मी कसम खोर्सानी हो दुईटा भएन कति पिरो हो क्या नि कस्तो खुर्सानी हो त्यो 3टा भयो होइन गाइस टका गर्नु मकल दाइ वेलकम थ्याङ्क यू सो मच सियर हाम्रो रोनाल्डो ब्रदर थ्याङ्क यू सो मच चिल पारामा ब्रदर वेलकम सबजना ट्याप गर्नु ट्याप 1200 जना छुनु न स्क्रिनमा छुने गाइस कमन यस दुईटा भइसक्यो ओके 3टा भइसक्यो ओके चारवटा अब लास्ट यता पनि खुर्सानी हुन्छ
गर्दा नहुने नगर्दा नहुने सो बुढी भएको छ नि यार खासै चित्त बुद्धो त भएको छैन त्यही पनि के गर्नु अब सासा सुसु पनि छैन यस्ता पनि खुर्सानी खपेर बस्ने हो चटक देखाउने होइन ल ठिक छ सबजना ट्यापट्याप गर्नु गाइज 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 1200 जनाले 1100 मात्रै ट्यापट्याप औनु कमान माथिबाट आउने फुलहरूले टिप्ने फल गर्ने गाइज हजुर खोर्सानी खाइपछि कसलाई पिरो हुँदैन त्यो खुर्सानी भयो बोडी खाएर खायो बोडी भएन बोडी खाएको भए आम्मा कसम तपाईँको घाँटी काटेर फालिदिन्छ नि त खुर्सानी त हो कि तर त्यस्ता पनि खुर्सानी हुन्छ कहिलेको सुकेको खुर्सानी पिरो भयो भनेर नाटक देखाएर चटक देखाएर उफ्रेर धप्रेर बस्नु अब यहाँ ल ट्यापट्याप गर्नु गाइज दुबईको खुर्सानी यस्तै हो आमामा मलाई हेपेको अहिले के गरे हामी उन भयो भने आयो उता वेलकम गाइज वेलकम वेलकम थ्याङ्क यू सो मच एभ्रीवान मेरो दाइ आउनुभयो तिम्रो खुर्सानीका दिन गए वेलकम मेरो दाइ मेरो दाइ थ्याङ्क यू सो मच लभली मेरो दाइ गाइस लाइभ शेयर गरौँ न थ्याङ्क यू सो मच तामाङ निरुजीलाई मेरो प्यार दाइ वेलकम थ्याङ्क यू सो मच सबैजना ट्याप ट्याप गर्नुहोस् गाइस सबैजना ट्याप ट्याप गाइस पेल्छ नानी पेल्छ पेल्दैछौँ हामी पनि गाइस पेल्ने हो क्या तपाईँले त पेल्ने नि यसले जति पिरो भयो नि त्यो भन्दा धेरै भोलि बिहान पिरो हुन्छ हो भागो कुरा गरे त नि अब पिरो भयो भनेर छटपटेर बसेर नाटक देखाएर या चटक देखाएर नौटङ्गी देखाएर बसेर त भएन लाइफमा पिरो हुनुपर्ने बेला नभएपछि के काम थियो वेलकम भएको छ कि छैन गाइस लाइभ शेयर गरौँ न गाइस हजुर पिरो भयो क्या झ्याँ झ्याँ गरेर त्यो दारी काट्ने मिसिनले के काटिरहेछ पसिना आयो यार गाइस पसिना आयो आमामा पसिना निक्ल्यो हो आमामा पिरोले दुईटै हात माथि गर्नु त होइन के गराएको मिसिन ला छ क्या तिमीले गाइस डबल ट्याप गरौँ ल लाइभ शेयर गरौँ न बोल्न मिल्नु यार करोड डबल ट्याप ट्याप गाइस गाइस 42 सेकेन्डसम्म सरर छ क्या न के गर्न मिल्नु यार न अलि मजाले जोसेर बोल्न मिल्नु क्या फेरि ठुलो आवाजमा कहिले रोकेको छ तपाईलाई मेरो यहाँ मिल्दैन अलाउड थ्याङ्क यू सो मच एभ्रीवान 1600 जनाले ट्याप ट्याप गर्नुहोस् गाइस माथिबाट आउने फुलहरूले टिप्ने फलो गर्ने गर्नुहोस् सरर 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 गाइस फुर्सिङ ब्रदर वेलकम थ्याङ्क यू सो मच छुट्टै मुना भाइलाई बाल्दै दिँदैन यार भएर सलाई मलाई नि सपनी दिन मन लाग्छ मैले सक्छ त सक्दिन नि अब कहाँ सक्छु मैले सक्छ कोसिस गर्नुपर्छ नानी आत्तिनु हुन्न आत्तिने होइन कोसिस गर्ने हो म आत्तिने थिएन नि आत्तिने हो म तपाईसँग भिड्ने थिएन नि थ्याङ्क यू सो मच फर लभिङ भ्युअर्स थ्याङ्क यू पनिसमेन्ट गर्नु थ्याङ्क यू सो मच एभ्रीवान मेरो प्यार दाइहरू शेर्पा दादा शेर्पा सोल्टा ब्रदर मकालु दाई एभ्रीवान मेरो प्यारो प्यारो ट्याप ट्याप गर्ने मेरो साथी मुटु कलैचु फोक्सो आन्द्र बुढीहरू अर्का बुढीहरू अन्डा छ छैन म अन्डा खादिन कहिले पनि हुन्छ छैन तिमीसँग अन्डा छैन भन्ने सबलाई थाहा छ त्यही पनि सोधे हो तपाईँसँग होला नि अन्डा छ किचनमा हाम्रो छैन नि त त्यसो भए म ल्याउँदिन पनि के मलाई मन पनि पर्दैन भनौ न के गर्ने ल यो सेतो अनुहारमा बेसार दल्नुस् बडु कालो गाजल दल भनेपछि म दल दिन्थे यार कहाँ बेसार कहाँ जानी मैले अब बेसार पनि छैन छैन तेल दल्नुस् त्यसो भए के अनि तेल दलेर चाहिँ एक माना तेल सलललल ए तिरके कस्तो गनी नानी तिमी गर्छौ कि नै अलि गतिलो दिनु नि यार
मिल्ने भए त म दिउँसो भए त कसम तपाईँले जे भने गाह्रो होस् सोचेर म भट्टाभट गर्थेँ होला के डुबेर बस भने डुब्थेँ म जे लगा त्यहीमा लु डुब्नुहोस् एक बाल्टी पानी ल्याउनु डुब्नुहोस् कहाँ खोज्न जाले बाल्टिनमा पानी यहाँ लुगा धुने बाटा छ बेलुका मिल्दैन क्या बेलुका मिल्दैन के छिमेकीले मागेर ल्याउनुहोस् छिमेकी छैन 12 बजिसक्यो सबै सुतिरा मान्छेलाई डिस्टर्ब गर्न खुट्टा जानु टाउको तल खुट्टा माथि पार्नुहोस् यो त्यो बेसार दल्नु भन्ने ठाउँमा बडो के दल्नु म भन्नु के बडो म गाजर लगाइदिन्छु यार भन्नु बेसार दल्ने ठाउँमा जे दल्नु जहाँ पर्छ त्यसमा त्यही दल्ने हो फरक फरक दलेर हुन्छ अनुहार भरि बेसार लाउने भने हैन के दल्नु लाउनु त यार लिपस्टिक अलि कतिले राम्रो खालको दिनु नि त नि जस्तो मान्छे त्यस्तै दिया पनिसमेन्ट पनि मुर्दा फुल लिपस्टिक दल्नु फुल चाहिँ कसरी लाउँछ त्यो लिपस्टिक पनि आम्मामा के साह्रो भनेको क्या यो मान्छेले थोते त थोते नै हो क्या हेरी बाँदरको जस्तो देखोस् न थुतु न छिटो भन्नुहोस् प्रदीप मेरो बुढा हो भनेर 25 चोटि भन्न लाउनु होइन पर्दैन भन्छन् नि नानीहरूले के गर्नु पर्यो गाजर लाउनु पर्यो कि लिपस्टिक लाउनु पर्यो लिपस्टिक आँखामा यहाँ सुन्नु यहाँदेखि यति लिपस्टिक लाउनु यहाँदेखि तल गाजर लाउनुहोस् एकचोटि मात्रै छिटो गर्नु एउटा मात्रै हुन्छ ल आमा के साह्रो भनेको के ल यतिदेखि माथि लिपस्टिक लाउनुहोस् अहिले पछिलाई तलतिर गाजर लाउने हो धुन पाइन्न यहाँ लाउने हैन कहाँ चाहिँ लाउने त हो कहाँ लाउने लिपस्टिक पनि फेरि अर्को खालको रहन्छ क्या मसँग यार मजाले पालिस गर्ने सर कस्तो च्याप्लाक यसरी दल्ने होइन माथि यति गोलो बनाउने होइन सर्लक यसरी दल्ने कस्तै हो मलाई त फेरि मुखमा गाली आउँछ फेरि जाँठाले के भनेको हौ अर्कै खालको लिपस्टिक हो क्या फेरि यार गाइज मेरो लिपस्टिक सकिनु भयो यार थोतेले किनेर दियो भने मारिदिन्छु म भोलि फेरि मुर्दालाई राति यार निधारमा दल्ने त्यो आँखामा त्यो दल्छु क्या तिर बसेर गर्ने काम त म गरिदिइहाल्छु नि कुन ठुलो भएन गर्दा पनि सुगादैन नगर्दा नि सुगा छैन अहिले पड्काउँछ घोप्टाएर ल्याप दलिहाल्नु न कति च्यास पाएर कति आनन्द आयो होला है तिमीलाई अब मेकअप गरे जस्तो भयो नि त मलाई त मेकअप गरे जस्तै फिल भयो नि त पुग्यो यति होइन त दुईटै आँखामा दल दुईटै आँखामा यो त के हो यो त मेकअप गरेर ब्लेन्डरले प्याक गर्दै अन्त एउटा हो यो त तिरको भयो अर्कोतिर गाजर लाउ न त हेर नाटक अलि फेरि गर्ने होइन फेरि मुर्दार गएर फेरि एकै मुर्गीले हालेर लडाउँछ नि फेरि बानलाई फेरि गर्छ कसले बान भनेको रन्डा झन् राम्रो देख्यो म त झन् राम्री पो देखेँ त हो गाइज यार के हो आमा म झन् राम्री पो देख्छु त म त मेकअप गरेको कि मलाई ट्रेनिङ दिए हो तपाईँले मलाई छिटो गर्नु छिटो ल भयो होइन त फिल आयो रे फिल्मको हिरोनी जस्तो देखियो ट्याक्कै देखेछ अहिले एकछिन अर्को गेममा फिल्मको होइन पनिसमेन्टको हिरोनी चाहिँ भइसक्यो यहाँ थोतेको गेमको पनिसमेन्टको हिरोनी चाहिँ भइसक्यो थ्याङ्क यू सो मच एभ्रीवन मेरो प्यारदाइहरु थ्याङ्क यू सो मच वर्ष गाइज यार थ्याङ्क यू सो मच सम्पूर्णलाई थ्याङ्क यू सो मच यस प्लिज भयो चस्मालाई के हो राम्री पो देख्छु त हो त झन् ल भयो ल सुरु गर्नु फेरि के सुरु गर्ने